संसारका रीतिरिवाजदेखि छुट्ने जीवन हामीलाई तपाईँले दिनुभयो। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। त्यसैको लगौलीकन आज तपाईँ यस घरमा आउनुभयो। यो हामीहरू आएको होइन, तपाईँ आउनुभएको। कारण यो घरमा तपाईँले केही देख्नुभएको छ अनि तपाईँले चाहना गर्नुहुन्छ या प्रभु तपाईँले राम्रो देख्नुभएको छ या नराम्रो देख्नुभएको छ या कमजोर देख्नुभएको छ या लत्रेको देख्नुभएको छ या लडेको देख्नुभएको छ, त्यो हामी जान्दैनौँ। तपाईँले सब कुरा देख्नुभएको। त्यसकारण हजुरको दया रहेको होस् अनि आज मण्डलीमा सरसल्लाह भइकन प्रार्थनासहित छोरीलाई यो भार आएको छ। हजुर तपाईँले नै ठहराइदिनु भएको हो। यो मैले पनि होइन, कसैले पनि होइन, कसैको इच्छा छैन। त्यो इच्छाद्वारा हुने कुरा होइन। यो चाहिँ समयमा तपाईँको इच्छा हुन्छ अनि त्यो इच्छा तपाईँको पुरा भएको होस्। हामी तपाईँसित प्रार्थना गर्छौँ। अब यसको विरोधमा बाहिरदेखि अनदेखि रूपमा अन्धकारका शक्ति जति पनि छन् बसमा राखिदिनुहोस्। हाम्रो औषधीदेखि कदम थानदेखि हाम्रा भाइ बहिनीलाई ल्याउनु भयो। हाम्रो भाइलाई ल्याउनु भयो। एकजना प्रभुले उनलाई ड्राइभरी कामले आउन सके। हामी तपाईँलाई धेरै धन्यवाद दिन्छौँ। तपाईँको नाममा हामी स्वागत गर्छौँ। हामी जस्तै भएको उहाँ पनि हामी चाहना गर्छौँ। दया गरिदिनुहोस्, प्रार्थना छ। शत्रुलाई हात चाहन्छौँ, हात दिनुहोस्। रगतको छिटको मलाई दिनुहोस्। हामी सबैलाई पवित्र गर्नुहोस्। यो घरको चारैकोमा पवित्र रगतले शुद्ध गरी आफ्नो दुधको पारा खटाउनुहोस्। बिन्ती छ। अन्धकारका शक्ति जति पनि छन् क्रुसको सामतमा त्यो प्राण त्याग्दाखेरिको शक्तिको त्यो ठुलो स्वरको सामतमा हामी बान्छौँ। तपाईँ त्यहाँ हजुरलाई धन्यवाद टक्राउँदै हजुरको चरणमा आएको छु। सब कुराको लागि धन्यवाद छ। तपाईँ कसरी कहाँबाट कसरी कुन हिसाबले बोल्नुहुन्छ, तपाईँ धेरै प्रकारले बातचित गर्नुहुन्छ। तपाईँको इच्छा जो छ पुरा गर्नुहोस्। प्रार्थना छ। मेरो इच्छा कसैको इच्छा होइन, यहाँ कसैको इच्छा होइन, कसैलाई मुख हेरेर पनि होइन, मुख हेरेर काम गर्ने पनि होइन। अनि सर्वोच्च परमेश्वरले जसरी तपाईँले सेवा पुरा गर्नुभयो अनि यो तपाईँले दिएको सेवा गरेको र अगाडिका भविष्यवक्ताहरूले गरेको परिश्रममा हामीले प्रभुले यसमा अधिकार पाएको मात्रै हो, अरू केही पनि छैन। हामीले गरेको होइन। यो त अगाडिदेखि नै भविष्यवक्ता पवित्र जनहरूले गरेका कामहरू। यसको लागि हजुरलाई धन्यवाद दिन्छौँ। हजुरको चरणमा हामी सबैलाई हाम्रो जीवन अध्याय भएका कमजोरतालाई तपाईँलाई थाहा छ। मलाई पनि दिनभरि आज भित्र दुखेको छ। तपाईँले एउटा भोज दिनुभयो। तातो पानी र नमक खाना दुखाएपछि अलिकति कम्ती भएको छ। यसको लागि हजुरलाई धेरै धन्यवाद दिन्छौँ। यो तातो पानी नखाने मान्छे तपाईँले आत्माद्वारा सिकाउनु भयो, धन्यवाद छ। अब त्यसैको लगौलीकन तपाईँको उपस्थितिमा आएको छु। अब यो दुख्न बढी गराउनुहुन्छ या कम्ती गराउनु तपाईँको हातमा छ। हामी केही पनि जान्दैनौँ। भइआए प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। छानाको लागि यो घरले परिश्रम गरे, भाइले परिश्रम गरे। आज प्रभुको चेहरा उज्यालो उसलाई धेरै मात्रामा निको पार्नुभयो। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामी आयौँ, घरिघरि आयौँ, प्रार्थना गऱ्यौँ। यो सबको लागि पनि प्रभु मण्डली आए, परिश्रम गरे। त्यो त मण्डली आएको होइन, तपाईँ आउनुभएको। त्यस कारण तपाईँले देखभाल गर्दै राख्नु भएको। यसको लागि हजुरलाई धन्यवाद। अब सम्पूर्ण सेवा प्यारो चरणमा सुम्पिहाल्दै म आफैलाई पनि तपाईँको चरण सुन्छु। म एउटा माटो तपाईँले बनाएको त्यो घुरेनको धुलो हो अनि त्यो माटोको भाँडालाई तपाईँले काममा लाउने नलाउने तपाईँको हातमा छ। कसैको हातमा केही छैन। यसको लागि धन्यवाद टक्राउँदै बिन्ती। धन्यवाद मुक्तिदाता प्रभु ख्रिस्टको उच्च अनि पवित्र नाममा पिता हजुरले सुन्न सुनि गर्नुहोस्। आमेन। हामी परमेश्वरको वचनदेखि अलिकति पढ्छौँ। जति भित्र बाहिर हुनुहुन्छ सबै भित्र आइदिनुहोस्। यहाँको छोराछोरी आउनुभएको छ भने नि भित्र आइदिनुहोस्। अनि अरू जति पनि छन् काम गर्नेदेखि बाहेक सबै आउँदाखेरि असल छ। ठाउँ धेरै छ अनि भित्र अट्छौँ हामी। त्यस कारण हामी अगाडि यहाँ बसेर हामी के गर्छौँ, परमेश्वरको वचन जो जसरी छ, जो उहाँले बोल्नुहुन्छ त्यही चाहिँ हामी पढ्छौँ अनि त्यसको बादमा सेवालाई पुरा गर्छौँ। हामी अरू केही पढ्दैनौँ। मत्ती 17 अध्यायको 5 पद पढ्छौँ। मत्ती 17 अध्यायको 5 पद।
बोल्दा बोल्दै हेर अँ एउटा चम्किलो बादलले उनीहरूलाई ढाकिदियो अनि हेर अनि हेर यस बादलबाट यसो भन्ने एउटा बानी आयो एउटा बानी आयो, यिनी मेरा प्रिय पुत्र हुन् यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्त प्रसन्न छु अति नै खुसी छु, यिनैको कुरा सुन। उनको कुरा सुन है। अब हामी मर्कुसमा आएर पढ्छौँ, त्यसैलाई नै पढ्छौँ। मर्कुस 9 अध्यायको 7 पद पढ्छौँ। हामी फेरिदेखि डरेदेखि पढ्दैनौँ। अनि एउटा बादल आएर एउटा बादल आएर यिनीहरूलाई ढाकिदियो तिनीहरूलाई ढाकिदियो, र त्यस बादलबाट यसो भन्ने बानी आयो त्यो बादलबाट यसो भन्ने बानी आयो, यिनी मेरा प्रिय पुत्र हुन् यिनी मेरा प्रिय पुत्र हुन्, यिनैको कुरा सुन। यिनको कुरा सुन। त्यहाँ कुरै र त यहाँ सोचे वचन छ, यिनको वचन सुन, यिनको वचन सुन भन्ने कुरा छ। अब यतापट्टि लुकामा आएर पढ्यौँ भने हामी 9 अध्यायको 35 पदलाई पढ्छौँ। 9 अध्यायको 35 पद। अनि त्यस बादलबाट यसो भन्ने बानी आयो त्यो बादलबाट यसो भन्ने बानी आयो, यिनी मेरा प्रिय पुत्र हुन् यिनी मेरा प्रिय पुत्र हुन्, यिनैको कुरा सुन। यिनैको कुरा सुन है। कसको कुरा सुन्नुपर्ने छ? सर्वोच्च परमेश्वरको कुरा सुन्नुपर्ने छ। त्यतिखेर ख्रिस्ट बोल्नु भएको होइन, सर्वोच्च परमेश्वरको त्यो बादलमा आवाज थियो अनि त्यहाँ बोलिराख्नु भएको थियो। त्यो एउटा चम्किलो बादल आएर छोपेको थियो त्यहाँ, त्यहाँ चम्किलो बादलले छोपेको थियो। अनि त्यस्तो कुरालाई कसलाई भने? त्यो कुरा उनका चेलाहरूलाई भने, नानीहरू तिमीहरू उनको वचन सुन, नानीहरू उनको कुरा सुन। कसको कुरा सुन? परमेश्वर पिताको कुरा सुन भन्ने कुरा त्यहाँ आयो। अनि यस कुरालाई चाहिँ हामी पुष्टि गर्न गयो भनेदेखि व्यवस्था विवरण 18 अध्यायको 18-19 पदलाई पढ्छौँ। यस कुरालाई लास्टमा यो कुरा चाहिँ पुष्टि आउँछ। लास्टमा हाम्रो न्यायको दिनमा पुष्टिकरण हुन्छ त्यहाँ। अनि यस्तो हुनेछ, यस्तो हुन्छ, हरेक जसले मेरो वचनहरू सुन्दैन, जो तिनले मेरो नाममा भन्ने छन् त्यसबाट म यसको लेखा लिनेछु। त्यसको लेखा लिन्छु। के लेख्नेछु? त्यो यो यिनको वचन सुन, उनको बानी सुन, उनको वचन सुन भन्ने कुरालाई चाहिँ के गर्नुहुनेछ? अन्तको न्यायको दिनमा लेखा लिनुहुनेछ, लेखा लिनुहुनेछ है। यसै कारण हामीलाई उहाँले क्रुसमा बलिदानको द्वारा हामीले यति साह्रो नयाँ जीवन दिनुभयो। यसै कारण उहाँले एकजना व्यक्तिलाई भन्नुभयो, ऊ एकदमै संसारको एउटा शास्त्री फरिसी एकदमै विद्वान पनि थियो। त्यो राति आयो क्या, उसलाई पनि मुक्ति चाहिएको थियो, यो नयाँ जीवन चाहिएको थियो, त्यो स्वर्ग राज्य चाहिएको थियो, अनन्त जीवन चाहिएको थियो। अनि त्यो निकोदेमस भन्ने आएर सोध्यो उहाँलाई क्या, गुरुज्यू हामीले अनन्त जीवन पाउनु के गर्नुपर्छ? अनि त्यतिखेर 3 पदलाई पढिदिनुहोस् त। एउटा सुसमाचार 3 अध्यायको 3 पद पढिदिनुहोस्। यीशुले जवाफ दिए उनलाई भन्नुभयो, यीशुले जवाब दिएर उनलाई भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उनले परमेश्वरको राज्य देख्न सक्दैनन्। परमेश्वरको राज्य हामी नयाँ गरी जन्मेका छौँ, जन्मिन त हृदयमा नयाँ गरी जन्मेका छौँ, जर्किनौँ। नयाँ गरी जन्मेन भने हामीले संसारमा हरेक किसिम गरौँ, दान पुण्य गरौँ, जो पनि गरौँ, जस्तै गरौँ, बिल्डिङ बनाऊ, घर बनाऊ, गाडी किनौँ, अनि जति नै मानमनिता गरौँ, जति नै नाम चलाऊ, अन्तमा नयाँ जन्म चाहिँ निखर छैन भने नि त्यो राज्य देख्न पाउँदैन। त्यहाँ पस्नु त त्यत्तिकै हो। अनि त्यसरी आज हामी मूर्ख नबनौँ। त्यो मान्छे मूर्ख बन्यो कि बुढो भएर, मान्छे बुढो भएर आमाको कोखमा फेरि दोस्रोपल्टि जानु भनिकन भन्छ क्या। पढ्नु त। निकोदेमसले उहाँलाई भने मानिस बुढो भएपछि कसरी जन्मन सक्छ? मानिस बुढो भएपछि कसरी जन्मन सक्छ? के ऊ आफ्नी आमाको गर्भमा दोस्रो चोटि पसेर जन्मन सक्छ र? हामी यसमा भुलमा नबसौँ है, भुलमा नबसौँ। दोस्रो चोटि पस्नु भनेकन संसारको अब
सारा संसारलाई बोलाइराख्नु भएको छ उहाँले। घायल छेद परेको हातले पसाइराख्नु भएको छ, आओ प्रिय हो, आओ मित्रहरू, आओ मित्रहरू भनिकन। अब निकोदेमसले पनि देखि उसले जानी शास्त्र पढी उसले के भन्दैछ, आमाको कोखमा जानु भन्दैछ। अनि यीशुले जवाफ दिनुभयो, उसले जवाब दिनुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, साँचो साँचो म तिमीलाई भन्दैछु, कोही मानिस पानी र आत्माबाट जन्मेन भने, कोही मानिस पानी र आत्माबाट जन्मेन भने परमेश्वरको राज्यभित्र पस्न सक्दैन। त्यो परमेश्वरको राज्यभित्र पस्दैन। त्यसकारण यो वचन सुनेर हामीले पालन गर्नु पर्यो क्या। यो वचन सुनेर किनभने परमेश्वरले यस्तो गर्नुभएको छ, यति साह्रो प्रेम गर्नुभएको छ संसारलाई, साँच्चै नै साँचो प्रेम गर्नु सारा संसारको प्राणीलाई। हामी प्राणी हो एउटा, पशु र पन्छीको अनि यहाँ मान्छेको जीवनमा कोही फरक छैन। एउटा परमेश्वरको घरमा उँभो मान्छेको जीवन उँभो उठ्छ, पशुको जीवन माटोमा मिल्छ, यति मात्रै फरक हो। बिमार एउटै हो, मृत्यु एउटै हो, दुःख एउटै हो, प्राण एउटै हो, सब कुरा एउटै हो। यो दुईवटा कुरा छ। यहाँ माटोमा पशुको मिल्छ भने हाम्रो चाहिँ माथि उठ्छ, अनि यो माथि उठ्ने जीवन चाहिँ गएर ख्रिस्टको न्याय आसन अगाडि खराउनुपर्छ। त्यतिखेर हामीले स्वास्थ्य पाउँदैनौँ हो। अनि यसकारण आज नयाँ गरी जन्मिन खाल्छ। हामी नयाँ गरी जन्म्यौँ। परमेश्वरले साह्रो प्रेम गर्नुभयो संसारलाई कि एक मात्र पुत्र पनि भनेर संसारलाई दिइहाल्नु भयो है। 16 पद संसारलाई दिइहाल्नु भयो। संसारलाई नाश पार्न होइन, संसार बचोस् भनेर, जीवन पाओस् भनेर, त्यो नरकको दण्डमा नजाओस् भनिकन उहाँले आफ्नो पुत्रलाई बलिदान दिनुभयो। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र जन्माएको पुत्रलाई दिनुभयो। उहाँले के भने किनभने एक मात्र आफूले जन्माएको पुत्रलाई संसारलाई दिइहाल्नु भयो। उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, र उसले अनन्त जीवन पाओस्। त्यसले अनन्त जीवन पाओस्। यो अनन्त जीवन चाहिएको छ भने आज ख्रिस्टलाई ढिलो होला, समय आउला, न्यायको गरी आउला। आज भोलि लडाइँ झगडा, राजामाथि राजा, नेतामाथि नेता, सरकारमाथि सरकार उठिराखेको छ। भोलि के हुन्छ यसमा चाहिँ हामी पस्ताउनु पर्छ। त्यो न्यायको दिन डरलाग्दो दिन छ। त्यो एउटा गन्ध कुरा आगो जलिरहने ठाउँमा हामी पर्नदेखि बचाउनको लागि ख्रिस्ट परमेश्वरको पुत्र ख्रिस्ट येशू क्रुसमा मर्दिनु भयो। मर्ने टेममा नि उहाँले भन्नुभयो यसलाई माफ गर्नुहोस्, यसले केही जान्दैन भनिकन। उनको शब्दद्वारा आज हामीले के गरेका छौँ, जीवन पाएका छौँ। हाम्रो मरेको आत्मा उनको शब्दद्वारा जिउँदो भयो। आफ्नो आत्मा हामीले हालिदिनु भयो है। त्यो आत्मालाई आज हामीले के गरिरहेका छौँ, चेप्टाइराखेका छौँ। त्यसकारण अब हामी यता पढ्छौँ। एकजना यो वचन सुन्ने चाहिँ को छ? मरियम भन्ने कुरो क्या। लुका 10 अध्यायको 40 पदमा कति पाउँछ हामी? लुका 10 अध्यायको 40 पदमा कति पाउँछौँ? 40-39देखि नै पढ्नुहोस् त। के 39-38देखि नै कता कता गएर पाउँछ? 10 अध्याय पढ्दैछ। अब यसो भयो, उहाँ जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो। एउटा गाउँमा पस्नुभयो। अनि मार्था नाम भएकी कुनै स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। उहाँको घरमा स्वागत गरिन्। अनि तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्। मरियम नाम भएकी एउटी बहिनी थिइन्। तिनले पनि यीशुको पाउमुनि बसेर उहाँको वचन सुनिन्। तर मार्था चाहिँ धेरै सेवाहरूको कारणले व्याकुल भइन् र उहाँ कहाँ आएर भनिन्, हे प्रभु, मेरो बहिनीले मलाई सेवा गर्नका लागि एक्लै छोडी के तपाईँ केही वास्ता गर्नुहुन्न? यसकारण यसलाई भनिदिनुहोस्, यसले मलाई सघाओस्। अनि यीशुले जवाब दिएर तिनलाई भन्नुभयो, हे मार्था, तिमी धेरै कुराहरूको विषयमा चिन्ता गर्दछौ र आत्तिन्छौ, तर एउटै कुराको खाँचो छ। मरियमले त्यस असल भागलाई चुनेकी छिन् जुन कुरा तिमीबाट खोसिने छैन। आज नखोसिने कुरा चाहिँ हामीलाई प्रभुले बाँड्नु भएको छ है। अहिले बाँड्नु भएको छ।
यसलाई बलियो गरेर सफा गरी पक्रिएन भने यो उम्क्यो भनेदेखि हामी नराम्रो दशामा पुग्छौँ। त्यहाँ मरियमको हृदयमा, तर मरियम पनि ठिक थिएनन् नि, एउटा घमण्डले भरिएकी थिइन् तिनी हो। मार्था ठिक थिएनन्, एकदम गनगनले भरेका, प्रेसर हाई प्रेसर भएकी थिइन् हो। प्रेसर उठाइहालिन् त्यहाँ। प्रभुको सेवा त गर्नलाई उनी तत्पर भइन्, पकाउन तुलाउन लागिन् हो। गनगन भएर एकदम नाकमा फोरा चाहिँ फ्याट पार्दै प्रभुलाई पो जवाब गर्न गए हो। यसको बानी पछाडि हामी भयो भने पछाडि पढौँला है। अनि यसका कारण आज त्यो घरमा एकजना चाहिँ के गर्दैछ, एकदमै प्रेसर देखाउँदैछ। यो घर चाहिँ बिहान गएर चाहिँ तल बस्दैछ। उसले चाहिँ के गरेछ, उसकोबाट नखुसी नै चिज, त्यो कहिल्यै खुसिँदैन, त्यो अनन्त रहिरहने चिज। म यहाँ कहाँ पढ्दै थिएँ बाइबल पढ्दा मैले एक जग्गा भेटाएको थिएँ। त्यो आफूले घर जमिन छोडेर, छोराछोरी छोडेर अनि सबै छोडेर चाहिँ प्रभुको सेवा गर्छ भने यसै जग्गा 100 गुणा पाउनेछौ तिमीहरूले भनिकन प्रभुले भन्नुभयो क्या। अब प्रभुको आगमन हुन्छ नि, हामीले यसै जग्गा अधिकार गर्नेछौँ। त्यसको बादमा अनन्त जीवन, त्यसको बादमा आउने युगमा हामी अनन्त जीवनमा प्रवेश गर्नेछौँ, स्वर्ग। प्रभुले यहाँ खुदै भनेको छ, अहिले हामी खोजी बस्दैन अनन्त जीवन। त्यसको बादमा चाहिँ के छ अरे, 100 गुणा यहाँ पाउनेछौ, त्यसको बादमा अनन्त जीवन हो भनिकन उहाँले चेलाहरूलाई वचन दिनुभएको छ। यसै कारण हामी संसारमा धेरै गुनगुन गर्छौँ है। हामी त्यसमा गर्छौँ। यसमा संसारमा चाहिँ के हुँदो रहेछ भने नि, एकजना व्यक्ति छ यहाँ, एकजना व्यक्ति छ, उसको दाजुभाइको अंशबट्टा गर्नको लागि प्रभुलाई रिक्वेस्ट गर्न आएछ क्या हो। रिक्वेस्ट गर्न आएछ। यहाँ हामी कहाँ पाउँछौँ त्यसलाई, 12 13 पददेखि पढ्दै जाउँ। 13 पददेखि पढ्छौँ अनि 20 पदसम्म पढौँ। फटाफट पढौँ। हामी फटाफट पढेर कति जानुपर्छ गइहालौँ। हामी त्यसलाई के अरे वचनलाई पढेर वचनलाई चाहिँ याद गर्नुहोस् अनि सुन्नुहोस् राम्रो तरिकाले ल। अनि भिडबाट एकजनाले उहाँलाई भन्यो, भिडबाट त्यहाँ एउटा मान्छे रहेछ, त्यहाँ भिडबाट उसलाई एकजना प्रभुलाई यसो भन्नमा के एकजनाले के भन्यो, हे गुरुजी मेरो दाजुभाइ भनिदिनुहोस् र भाइलाई भनिदिनुहोस् उसले मसँग हकको सम्पत्ति बाँडुन्। हामी दुईजनाको के छ गरे, भाइलाई भनिदिनुहोस् या दाजुलाई भनिदिनुहोस् यो हकको सम्पत्ति चाहिँ बाँडौँ। अनि उहाँले त्यसलाई भन्नुभयो, हे मानिस कसले मलाई तिमीहरूमाथि न्यायकर्ता अथवा अंश बाँडिदिनु हुने। अब संसारको धन सम्पत्ति त्यहाँ अधिकार प्रभु आउनुभएको थिएन नि होइन है। त्यो मान्छेले त अब मेरो सम्पत्तिमा अधिकार गर्ने उता एकदमै ज्ञानी पनि हुनुहुनेछ, उनले न्याय पनि गर्नुहुनेछ, मुखेर पनि काम गर्नुहुनेछ, उहाँले सफा बोल्नुहुनेछ भन्ने कुरामा चाहिँ उसले चाहिँ रिक्वेस्ट गर्यो होला नि है। पढ्दै जाउँ। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, होसियार रह र आफूलाई लोभबाट जोगाइराख। आफूलाई के गर? लोभबाट जोगाइराख। आफूले लोभबाट जोगाइराख। अनि किनकि मानिसको जिन्दगी चाहिँ त्यससँग भएको सम्पत्तिको भरपुरीमाथि आधारित हुँदैन। अनि उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त बताउनु भयो। अब दृष्टान्त बताउनुहुन्छ। एउटा धनवान मानिसको जमिनले प्रशस्तै उब्जनी दियो। अनि त्यसले यसो भन्दै मनमा विचार गर्यो, म के गरौँ किनकि मसँग मेरो अन्न राख्ने ठाउँ नै छैन, मेरो सम्पत्ति त अन्न राख्ने ठाउँै छैन। अनि त्यसले भन्यो, म यसो गर्नेछु, म आफ्ना ढिकुटीहरू भत्काउने छु, र झन् ठुला बनाउने छु, अनि त्यहाँ म आफ्ना सबै अन्न र आफ्ना मालहरू ठुला ढिकुटी हामी जति अन्नहरू छन् आफ्ना माल सामान हुन्छन् त्यसमा तर्काउँछु। अनि म आफ्नो प्राणलाई भन्नेछु, मेरो आफ्नो प्राणलाई भन्नेछु, हे प्राण तँसँग धेरै वर्षका लागि राखिएको छ सम्पत्ति छ, आराम गर, खा पी र आनन्द गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, त्यतिखेर भन्नुभयो, हे मूर्ख आज रातै तेरो प्राण तँबाट फिर्ता लिनेछ। आज रातै के गर्छ? प्राणलाई
के भन्नु सक्छ? त्यसको धनसम्पत्ति के भयो? त्यसको राम्रो चाहिँ केही पनि भएन। परमेश्वरले भन्यो आए मूर्खा, तेरो आधा राति नै तेरो प्राण लगिन्छ। त्यहाँ परमेश्वरको वचन त्यही फेल हुन्छ। यसकारण मान्छेले संसारको कुरामा क्या हो लच्चपडी लागेको छ, एकदमै रियाल चुहाएको छ, प्राण टेकेको छ, ढ्याकुलोले मिचेको छ। गर्नुपर्छ, धनलाई पछि राख, प्रभुलाई अगाडि राख। प्रभु तपाईँले दिएको म तपाईँको सेवा गर्छु, म तपाईँको दुःख गर्छु, तपाईँको प्राण यो तपाईँकै हो धन सम्पत्ति पनि भनेर सेवा गर्नको लागि उनले चाहिँ नियुक्त गर्नुभएको, नियुक्त गर्नुभएको। यहाँ अर्को मान्छे पनि छ, अर्को मान्छे पनि छ। यहाँ हामी देख्छौँ मर्कुसमा होला है, त्यो मर्कुसमा पनि त्यहाँ पनि एउटा धनी मान्छे छ, हो धनी मान्छे छ। त्यहाँ आएर उसले भन्छ मैले अनन्त जीवनको लागि के गरौँ भनिकन भन्दछ। मर्कुस 10 अध्यायमा मर्कुसमा आउनु छ। यहाँ 10 अध्यायको 17 पददेखि पढ्दैन त। अनि उहाँ बाटोमा जाँदै गर्नुहुँदा बाटोमा जाँदै गर्नुहुँदा एकजना दगुर्दै आयो र उहाँको सामु घुँडा टेके उहाँको सामु घुँडा टेक्यो। त्यसले उहाँलाई सोध्यो, सोध्यो हे असल गुरुज्यू, अनन्त जीवनको अधिकारी हुनलाई म के गरौँ? अनन्त जीवनको अधिकारी हुनलाई म के गरौँ? अनि यीशुले त्यसलाई भन्नुभयो, तिमी मलाई किन असल भन्दछौ? एकैजना अर्थात् परमेश्वर बाहेक अरू कोही पनि असल छैन। एकजना परमेश्वर बाहेक अरू कोही असल छैन। तिमी आज्ञाहरू त जान्दछौ, व्यभिचार नगर, हत्या नगर, चोरी नगर, झुटो गवाही नदेऊ, नधुत, आफ्ना बाबु र आमालाई आदर गर। अनि त्यसले जवाब दिएर उहाँलाई भन्यो, गुरुज्यू, मेरो बालककालदेखि नै मैले यी सबै पालन गरेको छु। बालककालदेखि नै उसले एकदमै पालन गरेर आएको छ। तब यीशुले त्यसलाई हेरे यसुले त्यहाँलाई उसलाई हेरेर के भने र भन्नुभयो, त्यसलाई भन्नुभयो, तिमीलाई एउटा कुराको घटी छ। के को घटी छ? एउटा कुरा मरियमले पक्रिरहेकी छन्, अर्को कुरा यस त्यो मान्छेलाई के रहेछ? एउटा कुराको घटी रहेछ। हामीले अनन्त जीवन पाउनको लागि, स्वर्ग राज्य जानको लागि हामी त उ गरिराखेका छौँ नि, तर एउटा कुराको घटी रहेछ। तिमीलाई के को घटी? एउटा कुराको घटी छ, एउटा कुराको घटी छ। अब त्यहाँ प्रभुले भन्छ, तिम्रो सम्पत्ति बेचेर गरिबहरूलाई बाँडिदेऊ, मेरो पछि लाग भन्छ। अब त्यसले सक्छ? अँधेरो उठाएर जान्छ, पर्दैन त? जाऊ, तिमीसँग जे जति छन् बेच र गरिबहरूलाई देऊ, र तिमीले स्वर्गमा धन पाउनेछौ। आऊ, क्रुस उठाएर मेरो पछि लाग। प्रभुको सेवा गर्छ भने क्रुस उठाएर पछि लाग। अनि त्यस कुराले खिन्न भई त्यो दुखित भएर गयो, किनकि त्यससँग धेरै सम्पत्ति थिए। त्यसको सम्पत्ति धेरै सम्पत्ति थियो। यस्तो हुन्छ संसारको कुरा क्या। यसदेखि अलग राख्नको लागि, यो सम्पत्तिदेखि अलग राख्नको लागि, संसारको हात पार्नदेखि, सारा संसार हात पारे पनि आत्मा तिमीले गुमायौ भने मित्र तिमीलाई छैन यो जीवन पाएर प्रेममय आवाज त्यसको सुनेर हृदय पुरिदेऊ। महान प्रभुको चरणमा परि जीवन अर्पिदेऊ। महान प्रभु
एक कुरा खाँचो छ हामीलाई, एउटै कुरा पक्रिनु छ। हामीले नयाँ जीवन पाएका छौँ, त्यो अनन्त जीवन पक्रिनु छ। अनन्त जीवन धन सम्पत्ति चाहिन्छ, घर चाहिन्छ, छोराछोरी चाहिन्छ, सम्पत्ति चाहिन्छ। पहिलो हिस्सा चाहिँ प्रभुलाई देऊ। निस्सासेर नबस। यहाँ भन्छ नि मर्को हामी कति पाउँछौँ? 9:25 कहाँ पाउँछौँ हामीले? 4:25 होला पऱ्यो त के पाउँछ? 4 त 4 हो, 4 मर्कुसमा पाउँछौँ, 4 त 4 हो। किनकि जससँग छ उसलाई दिनेछ, जससँग छैन फर्क कहाँनिर छ? 4:25 मर्कुस 4:25 हो र? 18 अनि काँडाहरूको बिचमा छरिएकाहरू चाहिँ यहाँ दृष्टान्त भनेको कोही बिजनको चाहिँ बिजनको दृष्टान्त भन्दै हुनुहुन्छ। प्रभुले आफ्नो चेलाहरूलाई सम्झाउँदै हुनुहुन्छ। चेलालाई बनाउनु परेको छ उहाँले, चेलालाई बनाउनु परेको छ उहाँले। त्यसकारण चेलाले चाहिँ पछाडि कमाउनु परेको छ, चेलाले चाहिँ हामी त्यो पछाडि काम गर्नु परेको छ त्यहाँ पर। अनि काँडाहरूको बिचमा छरिएका चाहिँ हुन्, काँडाहरूको बिचमा छरिएका चाहिँ जसले वचन सुन्छन्, अनि यस संसारका चिन्ता फिक्रीहरू, यस संसारका चिन्ता फिक्रीहरू, धन सम्पत्तिहरूको धोका र अरू कुराहरूका अभिलाषाहरू भित्र पसेर वचनलाई निसासी दिन्छन् र त्यो फलहीन बन्छ। त्यसकारण हामी फलहीन जीवन बिताएका छौँ। जानेपछि कहाँ? मृत्यु पश्चात जाने कहाँ? संसारमा त खुट्टो घुमाइन्छ नि। एक दिन प्रभुलाई आदर दिन छैन, सकिँदैन, माया गर्न सकिँदैन। संसारमा खुट्टो घुमाए नोक्सानमा परिन्छ। यो जीवनले दुःख गरेको जीवन हो। पाखुरो बजाएर जहाँले त नातिनीहरू भाइ, यो नातिनी मेरो हो, माइली हो। यो ठुलो छ, अर्को त्यहाँभन्दा कान्छो त छ, अझै ठुलो छ। यो नातिनी हो मेरो। पाखुरा बजाएर पेट पालेको हो मैले, हम्मर हिर्काएर पेट पालेको हो मैले। तर भोको राखिनँ, दुध र भात खुवाएर हुर्काएको। कान्छा छोरा छ एउटा, तर खाएको केटो, तर खाएको केटो भन्छ क्या त्यसले ड्राइभरहरू। यो तर खाएको केटो, तर र भात खाएको केटो भन्छ। दुध र भात खुवाएर प्रशस्त मात्रामा गरेर लिएर आएको। अहिले त्यो प्रभुको सेवा गर्दैन थियो नि भने नि, यिनीहरूको बलिबाट हुन्थ्यो, बर्बाद हुन्थ्यो, स्थिरता हुँदैन थियो। अहिले मेरा छोराछोरी म ढुक्का छु। के दुःख गरेर खान सिक्यो? धनी नहुन्न, अर्काको घरमा बसुन्न, अर्काको छानामुनि बसुन्न, तर भोको बसेका छैन। म यसरी दुःख गरेर खानुपर्छ भनिकन जानेका छौँ। या छोरा या छोरी। त्यसकारण यो प्रभुको सेवा गरेर खेरो जाँदैन है। यो प्रभुको सेवा गरेर धन कम्ती हुने होइन। यो प्रभुको सेवा राति चिप्लिँदैन। फास्टिङ प्रार्थना त म त यहाँ तल सर्स वरिपट्टि त यहाँ भाइहरू उठेकै होला। चिप्लेर गुम्बाबाट मुनो चिप्लेको तल पुगेर सबै यस्तो पुस्दै अनि हिँड्थेँ म। अँध्रो पनि फास्टिङ। कोही सेवा अस्पन गरिनँ मैले। पाखुरा बजाएर कोही सेवा अप्टन गरिनँ। मूर्खता थिएँ म, सिप त थिएन, ड्राइभरी काम थिएन, मिस्त्री काम थिएन। अर्काले 30 रुपियाँ मिस्त्रीले 30 रुपियाँ खाँदै म 25 रुपियाँ खर्दैछु, तर उसको भन्दा बेसी खर्नुपर्छ। तर बेसी कमाउँदैन। 25 रुपियाँ त बिहानै आएर केटीको त्यो आउँदछ, 50 रुपियाँ हो मेरो त, उसको 30 रुपियाँ मात्रै। यस्तो हिसाबले काम गरेर प्रभुलाई कहिले पनि उसो आएर भन्थे त्यो दाँत पनि मेरो थोते थियो। अहिले त नक्कली लगाएको अहिले त हो, थोते थियो। त्यो यहाँ के अरे चोङथाङ काजी भन्छ कि धनी अलैँची त 50-60 बोरा 100 बोरा अलैँची आउने क्या सुक्खा।
उसको मलाई चिलाउनको लिन गएको 2 दिन लाग्यो मलाई एउटा मलाई झिक्टिनु 2 दिन लाग्यो यताबाट घुम्छु उताबाट घुम्छु मकैको चिउरा दिन्छ खाना डाँसले टोक्नु हुँदैन ओहो प्रभुको सेवा गर्न पनि यस्तै रहेछ है भन्दै म बेलुका सेवा गर्थेँ हो त्यो मकै चिउरासम्म त मलाई साह्रो भयो यो सेवा गर्न पनि साह्रो छ भन्दै सेवा गर्थेँ हो अनि सेवा चाहिँ कहिले पनि छुटेन म खलेर गइनँ त म गरी भएर गइनँ त म झुप्पडीमा बस्यो भने त झुप्पडीमा बस्यो भने त्यही राज्यमा पुग्छ थुप्पडीमा बस्यो भने त्यही राज्यमा पुग्छ त्यही न्यायसनमा पुग्छ ख्रिस्टको न्यायसन त्यस कारण परमेश्वरको निश्वासिनी होइन निश्वासिनी होइन यसै कारण सदुकी र फर्सीहरूलाई अधिकारको साथमा प्रभु भन्नुहुन्थ्यो क्या धिक्कार सदुकी र फर्सीहरू तिमीहरूको थाल चाहिँ बाहिरबाट मोल्छ भित्र मोल्दैन पचौडा चाहिँ भित्र चाहिँ मैला फ्याले भरिएको छ बाहिरबाट चाहिँ बोलेर सफा देखाउँछ भित्रबाट बोलेर बाहिर पनि बोल्नु पर्ने थियो भनिकन भन्नुहुन्थ्यो क्या पढ्यो त म त्यही सन्देह 25 पदमा होला पढ 25 पदमा शास्त्री र फरिसीहरू हो ए शास्त्री र फरिसीहरू हो धिक्कार भनेको थियो नि त्यहाँ कप्टीहरू हो तिमीहरूलाई धिक्कार किनभने तिमीहरू कचौरा र थालको बाहिरी भाग सफा गर्दछौ तर भित्रीपट्टि भने ती धुताई र असंयमले भरिएको हुन्छ भित्रपट्टि त ख्यार हरियो भएर बसेको हुन्छ त्यसमा दिएको कसरी खानु त्यसकारण अधिकारको साथमा परमेश्वरको सेवा अधिकारको साथमा गर्नुपर्ने प्रभुले अधिकारको साथमा गर्नुहुन्थ्यो उहाँले सतुके फर्सिदिए त उनीहरूले प्रभु हुन्थ्यो क्या लुगा पनि त्यस्तै हो रातभरि पहाडमा बस्ने रातभरि कान्ला पहाडमा बस्ने कोहीले बोलायो भने खाने भोकै पनि बस्ने हो यस्तो प्रभु हुन्थ्यो त्यो कसलाई सिकाएको हामीलाई सिकाएको यो राखिदिएको कसलाई त्यो सधैँको फर्सीलाई मात्रै लेखिदिएको यो कसलाई लेखिदिएको धिक्कार तिम्रो थाल धिक्कार तिम्रो बोल तिम्रो चुना पोतेको स्ट्यान्ड जस्तो भन्छ क्या बाहिर पनि बोलेको हुन्थ्यो भनिकन भन्छ होइन 26 पद पनि पढ त हे अन्ध फरिसी पहिले कचौरा र थालको भित्री भाग सफा गर र तिनीहरूको बाहिरी भाग पनि सफा हुनेछ प्रभु डराउनुहुन्थेन त्यसै कारण चेलाहरूलाई भन्नुहुन्थ्यो क्या यिनीहरू मुसाको आसनमा बस्छन् भनेको चाहिँ मान तिनीहरूले गरे यस्तो चाहिँ नगर है भन्छन् 3 पदमा 2 पदमा कति पाउँछौँ त्यसैको यसकारण तिनीहरूलाई जे मान्नु भन्छन् ती सबै कुराहरू मान र गर तर तिनीहरूकै कामहरू जस्तो चाहिँ नगर तिनीहरूले गरे जस्तो चाहिँ नगर चेतावनी दिनुहुन्छ क्या प्रभुले किनकि तिनीहरू भन्नु त भन्छन् तर गर्दैनन् तिनीहरू चाहिँ भन्न त एकदमै भारी चाहिँ ठुल्ठुलो पकाइदिन्छन् क्या आफू चाहिँ गर्दैनन् एकजना त्यो घरिघरि आउँछ क्या मलाई होइन त्यो त विश्वासीले बोल्छ हामीले होइन नि भनेर कुखुरो काट्न तयारी भयो त्यो बेला छोप्न लगायो त्यो वचन त विश्वासीले त हामीले त होइन नि बोल्ने मलाई होइन यो वचन खास मलाई हो मैले यहाँ गल्ती बोलेको छु भने भोलि छरी लगाइ म नरकमा फालिनुपर्छ पहिला कुटाइ त्यहाँ गएर नरकमा बेसी जिम्मा लिनेलाई बेसी कुटाइ हुन्छ थोरै जिम्मा लिने थोरै कुटाइ हुन्छ अनि नरकमा फालिन्छ यसकारण 27 पदले के भन्छ
त्यति शब्द हे शास्त्री र फरिसीहरू हो, ए शास्त्री र फरिसीहरू कप्टीहरू हो, कप्टीहरू तिमीहरूलाई धिक्कार, तिमीहरूलाई धिक्कार, किनभने तिमीहरू तिमीहरू चुना लगाएको चिहानहरू जस्तो छौ, तिमीहरू चुना लागेको च्यानहरू जस्तो छ। जो चाहिँ बाहिरीपट्टि बाहिरीपट्टि साँच्चै सुन्दर देखिन्छ, बाहिरपट्टि साथै सुन्दर, तिमीहरूले जिब्रोले पनि लड्काइदिन्छ, तेल पनि लगाइदिन्छ, अनि पोसाक पनि लामो लामो लगाएर हिँडेको छौ, पत्याउनु पनि पर्छ, झुम्का लगाएर हिँडेको छ, अनि पत्याउनु पनि पर्यो हामीले। तर भित्र चाहिँ के छ अरे? तर भित्र भाग चाहिँ मुर्दाहरूका हड्डीहरू र सबै भित्र भाग चाहिँ मुर्दाहरूको हड्डीहरू सबै अशुद्धताले भरिएको हुन्छ। अशुद्धताले भरिएको। तिनीहरूको हृदय चाहिँ भित्र हड्डी मज्जी गड्डी सबै थियो त्यहाँभित्र। उनीहरूको हृदयमा चाहिँ त्यस्तो थियो क्या। त्यत्रो प्रभुले त्यहाँ सृष्टिकर्ता सर्वोच्च परमेश्वर पुत्रले त्यत्रो काम गरेर एउटै पनि विश्वास गरेन। निउ खोजेर के बाटो ठेकेर अनेक अनेक निउ खोजेर त्यसलाई तल झार्नको लागि, त्यसलाई गिराउनको लागि, त्यसलाई लडाउनको लागि प्रभुलाई ढुङ्गा उठाएर बाटो ढुकेर प्रभु त मर्ने पनि आउनुभएको थियो नि, समाएपछि आफै मर्नुहुन्थ्यो नि, उहाँ सृष्टिकर्ता हुनुहुन्थ्यो, मलाई बनाउने उहाँ हुनुहुन्थ्यो। त्यही माटोको बनाएको मलाई, म माटोले के गर्न सक्छु र? बनाउनेले केही भन्न सक्दिनँ। त्यसै कारण हामीले परमेश्वरको वचन व्यवस्था विवरणमा एकदमै छर्लङ्गै परमेश्वरले न्यायको निम्ति त्यो वचनलाई प्रष्ट खुल्ला गरिदिएको छ क्या, प्रष्ट खुल्ला गरिदिएको छ। म त्यसको हिसाब लिन्छु। 18:19 व्यवस्था विवरण म हिसाब लिन्छु। त्यो वचन मानेर जसले मान्दैन, जसले गर्दैन त्यो काम म हिसाब लिन्छु। हामी हिसाब दिन तयारी हुनुपर्छ। अनि यस्तो हुनेछ, हरेक जसले मेरो वचन सुन्दैन, जो तिनले मेरो नाममा भन्ने छन्, यसबाट म यसको लेखा लिनेछु। जसले उहाँलाई त्यहाँ पठाउनु भएको छ, आफ्नो वचन हालिदिएर पठाउनु भएको छ, उहाँले माथि गएर ओहिराइराख्नु भएको छ, त्यही बोल्दै हुनुहुन्छ प्रभुले। सर्वोच्च परमेश्वर परमप्रभु परमेश्वरले चाहिँ जुन खनाइदिनुहुन्छ त्यही त बोल्नुहुन्छ उहाँले। आफ्नो तर्फबाट कसरी बोल्नु? अहिले हामी बोल्न सक्दैनौँ आत्मा छैन भने। के को बोल्न सक्छ आत्मा बिना? आत्माको पेट नहोस् भन्छ। त्यसै कारण संसार केही पनि होइन। संसार केही पनि होइन। फेरि मरणपछि कसैलाई आगो, कसैलाई मट्टीमा। प्रभुको बानी सुन साथी, पाउनु त के छ र, दुई दिनको जीवन परमा बित्छ, पाउनु त के छ र। यो गर्छु भन्दै जीवन बित्दैछ, यो गर्छु भन्दै जीवन बित्दैछ। छोटो यो जीवन बितेर जान्छ, लानु त के छ र। छोटो यो जीवन बितेर जान्छ, लानु त के छ र। भाइ हो लानु केही पनि छैन। धन सम्पत्ति चाहिन्छ, घर जमिन चाहिन्छ, आफ्ना छोराछोरी छन्, बनाउनु पर्छ। तर प्रभुलाई पहिलो चाहिन्छ, प्रभुलाई आदर दियो, प्रभु सत्य हो। त्यसै कारण तिमीहरूले के अरे, तिमीहरूले आफ्नो पेट एउटा कालो पनि गर्न सक्थ्यो। तिमीहरूले एक घडी के अरे
एक घडी तिमीहरूले आफ्नो आयोगलाई बढाउन सक्छ, एक घडी घटाउन सक्छ। कोही छ आफ्नो आयोगलाई घटाउन बढाउन? यहाँ 12 लुका 12मा हामी पाउँछौँ होला त्यसलाई। 25 पदमा 12-25 कहाँ पाउँछ? लुका 12-25मा पढ्छ। अनि तिमीहरूमध्ये कुन कुन चाहिँले बिक्री गरेर आफ्नो उचाइमा एक हात थप्न सक्छ र यसकारण तिमीहरू सबैभन्दा सानो कुरा पनि गर्न सक्दैनौ भने तिमीहरू यो सबभन्दा सानो कुरा पनि गर्न सक्दैन भने अरू रहल कुराहरूका निम्ति किन फिक्री गर्दछौ? किन फिक्री गर्छौ? यसकारण यो कुराहरूले तँ फिक्री नगर। आफ्नो आयोगलाई अझ त 1 घन्टा तल म अगाडि जान्छु भन्दा नि पाएन, 1 घन्टा पछाडि जान्छु म 1 घन्टा बसेर म कोहीसित बोल्छु भन्दा नि पाएन। यसै कारण हामी त्यति सानो कुरा गर्न सक्दैनौँ भने अरू कुरालाई किन हामी घमण्ड गर्नु? यसरी घमण्ड गर्नु पर्दैन है। हाम्रो धेरै वचनहरू पढ्छौँ अनि धेरै वचनहरू सुन्छौँ। त्यो मरियमले पाउमा पढेर वचन सुन्दै थिइन् नि, उसको भित्र पुरा घमण्ड थियो, पुरा घमण्ड थियो। कसरी भनौँ त? जब लाजरसको मृत्यु भयो, लाजरस बिमारी हुने बित्तिकै चाहिँ मार्था मरियमले प्रभुलाई खबर पठाएको थियो तर प्रभु आउनु भयो। कारण त्यो घरलाई बनाउनु परेको थियो, त्यो घरको परिवारलाई बनाउनु परेको थियो। प्रभु आउनु भएन बोलाउन। 4 दिनको बादमा मरेको दिन 4 दिनको बादमा आउनुभयो। आउँदै गर्नु हुँदाखेरि मरियमले चाहिँ मार्थाले चाहिँ सुने, कुदेर गइन् परै भेट्नु, हो धेरै टाढै भेट्न गइन्। अनि रन्डौ दोहोरे, प्रभु तपाईँ यहाँ हुनुहुन्थ्यो भने मेरो भाइ मर्ने थिएन। अनि पुनरुत्थान जीवनमा विश्वास गर भनिकन उहाँले हो अर्को शुद्धनी माता हो नि प्रभु। अनि प्रभु त्यतै चुप लाग्नु। अनि मार्था गएर उसलाई गएर गुरुजी तपाईँ बोलाउँदै हुनुहुन्छ भनेर अनि मात्रै गयो मरिया। चरण पाहुमा बसेर त वचन सुन्दै थियो नि, तर प्रभु आउनु भन्दा आउनु हामीले त्यति प्यारो गर्थ्यौँ, त्यसरी पकाएर पनि खुवाउँथ्यौँ, उनको साथमा सेवा पनि गर्थ्यौँ भने उसलाई आए मेरो भाइ मान्नु सक्ने अन्त घमण्ड गरेर सुख गर्दै बसेको थियो। तब मार्ताले भनेपछि मात्रै उनी उठेर गइन् क्या। घमण्डले भरिएको थियो। पढ्नु त योभन्दा सुसमाचार 10 होइन, होइन कति पाउँछ त 10को 11को 20 पद पढ त, 11को 20 पद हामी धेरै पढ। यीशु आउँदै हुनुहुन्छ भन्ने सुन्न साथ मार्था गइन्। यसो आउँदै हुनुहुन्छ भने सुन्न साथ मार्था गइन् र उहाँलाई भेटिन्। तर मरियम घरमा बसिरहिन्। हेर कस्तो घमण्ड छ। मरियमले त वचन त सुन्दै थिइन् नि, सेवा त गर्दै थिइन् नि, तर भित्र चाहिँ ढुङ्गो यत्रो छ। हामी पनि सेवा त गर्दैछौँ नि, वचन त सुन्दैछौँ नि, यत्रो ढुङ्गो छ भने मेरो त पैसा छ, मेरो त जमिन पनि छ, घर पनि छ, नोकरी पनि छ, बुढा पनि छ राम्रै, यस्तो छैन होला नि। प्रभुसित डराइन्छ कि प्रभु म माटो हुँ, तपाईँ के गर्नुहुन्छ मलाई, म त मूर्ख हुँ, म त केही जान्दिनँ भन्नुहुन्छ कि प्रार्थना गर्दैछु प्रभुलाई। बस भित्र चाहिँ यत्रो ढुङ्गा गपस भएर बसेर यस्तो चाहिँ प्रभुले चाहनु। प्रभुले चाहिँ हृदय टुटाएको चाहनुहुन्छ। उहाँ त हामीहरूमा बास गर्नु हुन्छ पर्छ नि हो, रगत खर्च गरेको त्यसै होइन नि हो। मन्दिर बनाएको छ नि त हामीलाई, त्यो मन्दिर कस्तो हुनुपर्छ, सफा हुनुपर्छ। उहाँ प्रभुले पनि त्यो दिनमा यरुशलेमको मन्दिर ती सबै व्यापारीहरू, ती महिलाहरू, ती सदुकी फर्सीहरूले गन्दा गरेकोहरू त्यो सबै सफा गर्नुभयो।
यो मेरो प्रार्थना घर हो, पिताको प्रार्थना घर, तिमीहरूको डाकुको ओडार हो यो भनिकन नानीहरू तपाईँ छोडिदिनुहोस् ल, यो त प्रार्थना घर हो भन्नुभयो। तिमीहरू डाकुको घर हो यो, पिताको प्रार्थनाको घर हो यो भनेर तिमीलाई खेलाउनु। त्यस कारण यो घर पिता र पुत्रको घर हो, यो घर पिता र पुत्रको घर। त्यसै कारण त लो म योना भन्छु नि, तिमीले मेरो वचन सुन्यौ भने र आज्ञा पालन गर्यो भने मेरो पिताले तिमीले माया गर्छ, अनि पिता र म के गर्छु तिम्रो भित्रै बस्छु। योनाको कति अध्याय पाउँछौँ? 10 कति पाउँछौँ? 10 अध्यायको र कति पाउँछौँ? अब हामीले यसै जाँदैछौँ। पढ त के त्यति भने मैले सुनेन। ल पढ्यो। साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई भन्दछु म पठाउने मलाई पठाउने जोसुकै होस् उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि जसले मलाई ग्रहण गर्छ उसले मलाई पठाउनु हुनेलाई ग्रहण गर्दछ। यसले जवाब दिएर तिमीलाई भन्नुभयो मेरा वचनहरू पालन गर्नेछ, उसकोमा आउनेछु। कसले बनाउने छ? पिता र पुत्रले बनाउने वासस्थान। हामी परमेश्वरको वासस्थान हौ, परमेश्वरका वासस्थान हामी। यसै कारण तिमी आफ्नै होइन दान तिरेर किनिएका हौ भन्छ क्या। कतिमा? कोरिन्थी 6:19-20 दाम तिरेर किनेका हौ। के हामीलाई सबैलाई दाम परेको छ? दाम तिरेर किनेको। अगाडिको जमानामा नि सानो होस् गरिब होस् धनी होस् बराबर सेकेल ल्याउनु पर्थ्यो आफ्नो प्राणको सट्टा भेटी अगाडिको जमानामा। अहिले त सित्तैमा दिएको मुक्ति छ। आफ्नो प्राणको त भेटी चढाउनु ल्याउनु पर्थ्यो, सेकेल ल्याउनु पर्थ्यो चाँदी प्रभुको घरमा। अथवा के यो तिमीहरूलाई थाहा छैन? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो तिमीहरूभित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ र तिमीहरू आफैका होइनौ, किनकि तिमीहरू दाम तिरेर किनेका हौ। यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गर, जो परमेश्वरका हुन्। यो ख्याल ठट्टा होइन है। त्यतिखेर ख्याल ठट्टामा उडाइदिन्छु उहाँले स्वर्गदूतको सामुने, त्यो भिडको सामुने, पिताको सामुने ख्याल ठट्टामा उडाइदिनुहुन्छ। हामी जान्छौँ नि अगाडि, हामीले नयाँ जीवन पाएका हो, यो त भइहाल्छ। त्यहाँ हामीले कसरी गरेको छौँ? सेवा। यसकारण 7:23 पनि त्यही भन्छ। पढौँ त, कोरिन्थी 7:23। तिमीहरू दाम तिरेर किनिएका हौ, तिमीहरू मानिसहरूको दास नबन, तिमीहरू परमेश्वरको दास बना, ख्रीष्ट यीशुको दास बना। अगाडि जोसमा मानिसहरूको दास थियौ, प्रेतको दास थियौ, भूतात्माको दास थियौ। अब त सर्वोच्च परमेश्वर, जीवित परमेश्वरको, स्वर्गका परमेश्वरको दास थिएन। यसपालि मलाई पढिदिएका त्यही भन्छु क्या। नेहमियाको 2:20 स्वर्गीय परमेश्वर के गर्नुहुन्छ? सहायता गर्नुहुन्छ।
स्वर्ग परमेश्वर शान्त गर्नुहुन्छ भनिकन त्यसकारण आज कोरिन्थी 6:16 3:16 3:16 पढ्नु हामी कसको घर रहेछौँ कोरिन्थी 3:16 तिमीहरू परमेश्वरका मन्दिर हौ तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ। तिमीहरूभित्र बास गर्छ के यो कुरा तिमीहरूलाई थाहा छैन? यो कुरा तिमीलाई थाहा छैन पर कसैले परमेश्वरको मन्दिर परमेश्वरको मन्दिर नष्ट गर्दछ भने त्यसलाई परमेश्वरले नष्ट गर्नुहुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। जुन मन्दिर चाहिँ तिमीहरू हौ। को र त हामीहरू रहेछ कमाइला तिमी को र त ठिक राख मन्दिर ठिक राख घमण्ड नगर त्यो मान्छेले त धनी मान्छेले घमण्ड गरेर क्या ए प्राण अब जिन्दगीमा तेरो कुरा भन्दैछ हे मूर्ख आज राति तेरो प्राण त गइछ त्यो मान्छे कस्तो होला खतम भयो त्यसै कारण परमेश्वरको आवाज छ यिनको कुरा सुन यिनको वचन सुन अब हामी त्यसलाई पढेर राख्यौँ पढ अघि नै त्यो यस मत्ती 7:25 मत्ती 17:5 मत्ती 17:5 तिनीहरू बोल्दा बोल्दै हेर एउटा चम्किलो बादलले उनीहरूलाई ढाकिदियो अनि हरेक बादलबाट अनि त्यो बादलबाट यसो भन्ने एउटा आवाज आयो मेरा प्रिय पुत्र हुन् जसमा म अत्यन्तै प्रसन्न अत्यन्तै म खुसी छु तिमी तिनकै कुरा सुन तिनको कुरा सुन कसको कुरा सुन मेरा होइन मेरा कुरा नसुन म त यसै तुच्छ म त यसै निकाल्नु म त एउटा फ्याँकिएको छ कागज हुँ त्यो हुरेको कसेरै हुँ परमेश्वरका कुरा अनि मर्कुस 9:7 अनि एउटा बादल आएर तिनीहरूलाई ढाकिदियो र त्यस बादलबाट यसो भन्ने आवाज आयो यिनी मेरा प्रिय पुत्र हुन् यिनको कुरा सुन यिनको कुरा रहेछ त्यतै उनको वचन सुना भनेर लेखेको छ यहाँ उनको वचन सुना भनेको छ हो त्यो चम्किलो त्यो बादल भन्नु नै हामी त त्यो भन्ने योग्यता पनि छैन त्यो चम्किलो बादलहरू को हुनुहुन्थ्यो परमप्रभु परमेश्वर स्वयं हुनुहुन्थ्यो बोल्ने को हुन्थ्यो पिताको साथमा गवाई दिने आउनुहुन्थ्यो गवाई दिइराख्नु भएको थियो यसै कारण म होइन पिताले गवाई दिनुहुन्छ त्यसै भनेको होइन प्रभु ख्रिस्टले मेरा पिताले गवाई दिनुहुन्छ पिताले गवाई दिइराख्नु भएको छ चम्किलो बादलबाट गवाई दिइराख्नु भएको अनि यता पनि हामी पढ्छौँ लुकामा पनि त्यही छ 35 पद 9:35 त्यो चम्किलो बादलबाट यिनका वचन सुन हाम्रा वचन हुने है हाम्रो सित बाइबल छ हाय मेरो जीवन भन्छ पौल प्रियले क्या हो हाय अनि बादलबाट यसो भन्ने आवाज आयो यिनी मेरा प्रिय पुत्र हुन् यिनैको कुरा सुन यिनका कुरा सुन यिनको वचन सुन भन्छ यिनको वचन सुन यसकारण अब हामीले है कसको कुरा सुन्नुपर्छ परमेश्वरको कुरा सुन्नुपर्छ
परमेश्वरमा हामीले भर पर्नुपर्छ। अहिले मलाई ठ्याक्कै हुनुहुन्थ्यो, वचन ठ्याक्कै हुनुहुन्थ्यो, अहिले जानु खस्यो। अब यति नै होला हो। अब यस वचनलाई सद्धर चाहिन्छ। फेरि व्यवस्थालाई पढ्छु म, फेरि व्यवस्था 18-19 18 पढ। म तिनीहरूका निम्ति म तिमीहरू भन्छु, तिनीहरूका दाजुभाइहरूको बिचबाट तिमीहरूको दाजुभाइको बिचबाट तिमी जस्तै एउटा म तिमी जस्तै एउटा भविष्यवक्ता खडा गर्नेछु भविष्यवक्ता खडा र गर्नेछु। मेरा वचनहरू तिनको मेरा वचनहरू तिनको मुखमा हाल्नेछु मुखमा अनि हालिदिन्छु। म तिनलाई जे आज्ञा गर्नेछु तिमीलाई जे आज्ञा गर्नेछु ती सबै कुराहरू तिनले तिनीहरूलाई भन्नेछन्। ती सबै कुराहरू तिनले तिमीहरूलाई भन्नेछन्। अनि यस्तो हुनेछ, हरेक जसले मेरा वचनहरू सुन्दैन, हरेक जसले मेरो वचन सुन्दैन, जो तिनले मेरो नाममा भन्नेछन्, त्यसबाट म यसको लेखा लिनेछु। यसको लेखा लिनेछु। त्यस कारण परमेश्वरले धन्यवाद गर्नु। हामीले खाना र पिउनको लागि नि, खाना र पिउनको लागि चिन्ता नगर भनिकन प्रभु वचनले भन्छ। खाना र पिउन कसले खाएको छैन? चराचुरुङ्गीले खाएको छ। भारी आउने काल परेको थियो, परमेश्वरले के यज्ञलाई भोको राख्नुभयो? तिमी के गर, त्यो खोलामा गएर बस, त्यहाँ चाहिँ पानी मात्रै खाऊ भन्नुभयो भने रोटी र मासु लिएर कागलाई दिनुभयो। काग जस्तो लोभी केही थिएन होइन। कागले खुक्क यसले के गर्यो? परमेश्वरको आज्ञा त हो छोलास भन्नुभयो नि। त्यो लोभी कागले ठक्क काँचो र मासु र रोटी ल्याइदिन्थ्यो क्या। अनि सक्क त्यो खोलाको पानी पियो। त्यो खोलाको नाम त के पो हुन्थ्यो? केद्रो होइन, अर्कै छ। त्यो खोलाको पानी पियो अनि त्यो रोटी र मासु खायो। जब खोलाको पानी सुक्यो, विधवालाई खटाउनु भयो। परमेश्वर खुवाउन के उहाँले खुवाउनुहुन्न। हामीले जति लुटे पनि जति भुटे पनि त्यही हो, खाल्टै पुर्नु मात्रै हो, खाल्टै पुर्नु मात्रै हो। जसको जति उन्नति त्यति खती भयो। केही न केही हानि नै हानि। न प्रभुको भय भन्छ। हामी देख्छौँ एउटा मान्छे बडा दुःखको साथमा आत्मा बच्यो, हाम्रो मन्त्री भाइ क्या। अहिले नेपालमा गएको छ नि, उनकोमा पाहुना जति आयो उसै घरमा आउँछ, जति आयो उसै घरमा आउँछ। एउटा गाई दुहुनु छ, खोइ उसले त पुगिरहेछ। 10जना पाहुना पनि पालिराखेको छ, 12जना नै पालिराखेको छ, पकाएर झुल पनि खाइराखेको छ, दुध र भात खाइराखेको छ, 24 घन्टा चिया पकाइराखेको छ। त्यो मन्त्री काकाकोमा केले पुगेको? म छक्कै पर्छु, इन्कम केही छैन, घर पनि रिमुक्त छन् सबै, उज्यालो गरेर छन्, मान्छे उज्यालो छन्। आफै धुन पिटुन गरेर काठमाडौँ गए थिएँ, सिक्किमको गए थिएँ, दार्जिलिङ गए थिएँ, जता पनि गए थिएँ। यहीँ बसेको पहिला त्यही मान्दैन, मसित मेरो साथी हो। उसलाई हेर्दा अचम्मै लाग्छ। उसलाई केही घटी भयो, केहीको घटी कोही चिन्दै छैन। उसले चर्चमा नि घिउका पोका पठाउँछ, दहीका पोका पठाउँछ, दुध पठाउँछ, सब्जी पोका पारेर पठाउँछ। अर्को चर्चमा दार्जिलिङमा पठाउँछ, त्यो केटी भन्ने चर्च उसमा इलाममा त्यहाँ पठाउँछ। भोगिराखेको छ उसलाई, खाइराखेको छ उसले, लगाइराखेको छ उसले। यसै कारण छोरीको रूपले ती छोरीहरूले एउटै काममा परेर कोही पनि छैन। विदेश गएर पनि कमाएर ल्याएको, विदेश गएर कमाएर जमिनहरू किनेका। त्यो कसको काम हो? सर्वोच्च परमेश्वरको। सर्वोच्च परमेश्वरले म छु नडरा, सबको धन के गर्छु तेरो घरमा ल्याउँछु। त्यही कारण म गएर त्यहीँ बस्छु। मेरो खोराकै दुध हो, मेरो खोराकै नै दुध हो। बिहानै आधा किलो दुध तताएर 2 मग लगाइदिन्छ। अब बडा बाटोमा यही दुध ल्याएर ल भन्छ क्या मन्त्री। त्यो प्युर दुध खाना के ढुस्साको ढुस्सा। दार्जिलिङ आयो भोक लागेको छैन, सिक्किम आइपुग्यो भोक लागेको छैन। त्यो दुधले टन्न दुधै। अनि बिहान बेलुका दुध, म गएपछि त्यहाँ बिहान बेलुका दुध।
यसरी पुग्यो त्यस कारण परमेश्वरको घरमा केही गति छैन। परमेश्वरको सेवा गर्नु मन लगाएर गर्नुपर्छ, मन लगाएर गर्नुपर्छ, तन लगाएर गर्नुपर्छ, मनले गर्नुपर्छ, बलले पनि गर्नुपर्छ, समयले पनि दिनुपर्छ, हृदयले पनि दिनुपर्छ, सब कुरा दिनुपर्छ। प्रभु दुखित हुनुहुन्छ, धाइ रुँदा यो छोरालाई कहिले बगाउनु, यो छोरीलाई कहिले बगाउनु है। त्यो उसमा के अरे बेथानीमा नि प्रभु कमसेकम 8 घन्टा बेसीपल्ट जानुभयो। जब लाजरसको मृत्यु पुनरुत्थान शक्तिलाई ताकेनन् नि तबसम्म त्यो घर बनिएन। परमेश्वरको वचनदेखि लाजर शर्माएर भाग्ने, यता एउटा प्रेसरले हाई भइराखेको, एउटा चाहिँ छातीमा यत्रो ढुङ्गा लिइराखेको। त्यो परिवारलाई बनाउन जबसम्म लाजरसलाई ए लाजरस निक्ली आइजा जब भन्नु भएन नि, ढुङ्गा हटाऊ, ढुङ्गा हटाऊ, तब ढुङ्गा हटाइदियो हो। त्यहाँबाट ए लाजरस बाहिर आइज, कात्रैसित आयो। 4 दिन मात्रै बल्नु पर्ने थिएन, पुग्नु पर्ने थियो नि त। लाजरस त कात्रैसित भने यसको खोल्यो, बन्धन खोल्यो। जब पुनरुत्थानको शक्ति त्यहाँ प्रकट भयो त्यतिखेर त्यो घर बन्यो क्या। 12 अध्यायमा यो कुरालाई पाउँछौँ, हामी पढ्दैनौँ। अब प्रभुले यसैमा आशिदिएका हो। हामीले अब जो जति पनि छ हामीले प्रभुले चाहिँ मन तन्दिनुपर्छ। यो म प्रभु बोल्नु भएको है, म बोलेको होइन, मैले छानेर ल्याएको होइन, मैले पापिन पोकोलाई लिस्ट बनाएर ल्याएको छैन। त्यसकारण प्रभुलाई याद गर, प्रभुलाई याद गर। हामीले वचन सुन्यौँ है, अनि विभिन्न प्रकारले वचन सुनेको छौँ।